अब खोला आइपुग्नु अलिकति चाहिँ साथीहरू आज चाहिँ हामी खोलाको माछा चाहिँ मार्नुको लागि बल्छी सल्छी लिएर हो एकदम अब इन्भर्टर खेल्नु दिँदैन साथीहरू है पक्रिहाल्छ फरेस्टकोले र यहाँ चाहिँ एकदम हन्टर बिरालु रहेछ है साथीहरू हेर्नुहोस् है त यो चाहिँ एकदम हन्टर अब्बोई नजारा काफी है भाइ हामी पहिलादेखि दामी अहिले झनै खतरा हेर्नुहोस् त रेसी खोलाको नजारा रेसी खोलाको भ्यूज हेर्नुहोस् त बिहान चाहिँ अब यतिको गरम हुन्छ हो 12 बजी पछि चाहिँ फेरि हेभी गरम हुन्छ साथीहरू हाम्रो चाहिँ अब यहाँ हाउडा ब्रिज आइपुगिसक्यो है अब यो हाउडा ब्रिज पार गर्छु म गाइज अब यहाँबाट चाहिँ उता सिक्किम पस्छ मजबुत बनाएको रहेछ पुल पनि यहाँ लजहरू पनि बनाएको छ है हेर्नुहोस् है रेसी रिभर कटेज हेर्नुहोस् है साथीहरू म चाहिँ अब जुस खानु आँटेको एकदम सिक्किम आइपुगेँ है हेर्नुहोस् त यहाँ पारिको नजारा यो 10 वर्ष अगाडि यहाँनिर क्रिकेट ग्राउन्ड थियो अहिले हेर्नुहोस् है त कस्तो भएको छ साथीहरू र अहिले क्यामेराम्यान पनि छैन है क्यामेराम्यान पनि मै हो भ्लगर पनि मै हो अहिले चाहिँ फिलहालमा सबै मै छु किनभने सर्ट भिडियो मात्रै बेसी हालेर है युट्युबले एकदम सर्ट भिडियो पनि नसुहाउँदो रहेछ र लङ हालिदिएको ताकि अलिकति राम्रो होस् भनेर है स्विमिङ पुलहरू पनि बनिँदै रहेछ जग्गा चाहिँ एकदम एस दामी हुँदै रहेछ साथीहरू हेर्नुहोस् त यो जग्गा चाहिँ अहिले फिलहाल चाहिँ म चाहिँ ऊ माथि डाँडाबाट आएको हो यहाँ आइपुगेँ अब यहाँ मन्दिर दर्शन गरेर फर्किन्छु गाइज है एकदम बेसी गरम भइदियो अन्त यसो जुस खाइदिएको पेटलाई अलिकति शान्ति हुन्छ भनेर है बेसी खानु पनि नराम्रो छ फेरि ल साथीहरू कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला है र यहाँ उकालो हेर्नुहोस् है त अब यहाँ उकालो चाहिँ मन्दिर आइपुगे र अब मन्दिरको उकालो बाटो चढ्दैछु र साथीहरू मन्दिर चाहिँ हेर्नुहोस् है त यस्तो भिडमा छ है सत्यजुगको पालीमा बनिएको मन्दिर हो एकदम भिड
भिरमा छ है, हेर्नुहोस् है त। यहाँ चाहिँ शिव मन्दिर भनिन्छ र हामी चाहिँ पहिला बचपनदेखि हिँडेको बाटो नै यही हो र हाम्रो पारी दलेपबाट चाहिँ ऋणक बजार आइपुग्नुको लागि चाहिँ हामीलाई 40 मिनट जस्तो लाग्छ है हिँड्नेलाई। हर हर महादेव शम्भो। मन्दिरको नजारा चाहिँ यस्तो रहेको छ साथीहरू, र जसले मेरो च्यानल हेर्नु हुँदैछ र उहाँहरूलाई धेरै धेरै धन्यवाद है, र सबैजनालाई नमस्कार है, र मेरो च्यानलमा सब्सक्राइब सेयर गरिदिनुहोस् होला। अब चाहिँ मन्दिरभित्र दर्शन गरेर फेरि हामी रानीवन जाँदैछौँ है। गाइज सेयर एन्ड सब्सक्राइब गर्नु नबिर्सिनुहोस् होला, र फेरि तपाईहरुलाई यस्तो यस्तो भिडियो लिएर आउने छु। ल अहिलेको लागि सबैलाई नमस्कार।